Hi guys, welcome back to my channel. यो भ्लग चाहिँ मेरो चितवन भ्लग भन्नेवाला छ। चितवन जाँदैछु म चाहिँ फाइनल्ली आफ्टर कति इयर्स पछि, किनभने हामी 10 क्लासमा स्कुलदेखि गएको थिएँ, त्यसपछि गएको थिएन। अनि अहिले चाहिँ जाँदैछु म फाइनल्ली। अनि मेरो चाहिँ भोलि बिहानको बस हो। अनि म चाहिँ आज टिकटहरू काट्न जानु लागेको मम्मीसँग। अनि बजारहरूतिर पनि जानु लागेको। अनि भोलि बिहान ढिलो हुन्छ मलाई थाहा, म भिडियो स्टार्ट गर्नु पाउँदैन, त्यही भएर म आजै स्टार्ट गरेको छु भोलिको लागि। सो सिउ भोलि बिहान है, त्यसपछि म भोलि कन्टिन्यू गर्छु। अनि मैले हजुरलाई अस्ति नै भनेको थिएँ नि, मेरो कतै जाने हो, म केही फङ्सन छ या फेरि म कतै जाने हो भनेपछि मेरो मुखमा केही न केही आउँछ अरे। अस्तिको दाग त यहाँ छँदै हो। फेरि यहाँनिर चाहिँ मेरो पिम्पल आइसकेको चाहिँ आज राति। अब यसलाई पनि मैले सँगसँगै लिएर जानुपर्छ, म जहाँ जान्छु त्यही भएर भोलि भेटौँ है त। आइएम सो एक्साइटेड। साथीहरू यहाँ हेर्नु न, झन् भाइलाई होइन टोपी ल्याइदिएको कस्तो टोपी भन्दा कस्तो कस्तो भुत्ला भुत्ला भएको भन्छ नि, यस्तो झन् यस्तो दामी झन् यस्तो शेर्पा टोपी ल्याइदिएको त मन नै नपराउने। लगाइदिउँ क्या मैले। ल ल ल मलाई मात्र लिएर आएर पुरा रिसाइरा। त त्यस्तो राम्रो हो त यो टोपी। लाफ्रा छप्रा धेरै पो मनपर्छ मलाई। मलाई धेरै ल्यायो भनेर रिसाइरह। सिब्लिङ्स थिङ कस्तो लाग्यो बाबु? राम्रो देखा मैले चाहिँ सिजलिङ रोइनी नानाकोदेखि चाहिँ यो लिप ग्लस लिएको थिएँ। पिङ्कमा पनि लिएको हो, तर भर्खरै लगाएको, तर साइनिङ चाहिँ मजाको दिँदो रहेछ। अनि सोचे जस्तो पिङ्क चाहिँ मजाले दिएको चाहिँ छैन मेरो पोइन्ट अफ भ्यूमा। अब हजुरलाई के कस्तो लाग्छ हजुर? राम्रो देखेर त, सिधा बस् न। टु गर। यो चाहिँ ड्याडीलाई पार्सल हो। वाइफ शान्ति चौहान मगर बुटल ओ माय गॉड पार्सल ए याल हो कि मम्मी? म चाहिँ काठमाडौँमा त्यो ड्याडीको साथीलाई भेटेर दाइलाई भेटेर दिनुपर्छ ड्याडीको सामानहरू। सो भोलि बिहान म 7 बजी जान्छु। 6 बजी जानु भन्थेँ तर नभए पनि भयो जस्तो भयो। बच्चा म सोध्छु भिडियो एडिट गरेर हाल्दैछु। हाई गाइस, आई गट रेडी। म चाहिँ जानु लाग्यो बाई 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 बाई। रातोवाला राखिदिनु। रातको चिसो हावाले धेरै कुरा बिसाउँछ मन पनि। गाइस हामीहरु चाहिँ सौराएको तर म त्यसै सँगै कोमल हुँदै जान्छ। यसै गरी आफ्नै सानो शान्तिमा बस्न पाए कति राम्रो हुन्थ्यो। धडकनको लय यति मधुर छ कि गर्छ नि हाल्दो भन्नु। कति हामीहरू 1 वर्ष लगभग 1 वर्षपछि भेट्यो। 1 वर्ष हुन आज 15 दिन छ। टिकटमा धेरै ठाउँमा आयो म।
टाढाबाट कुकुर भुक्ने आवाज ढिलो ढिलो बगिरहेको समय मनले भन्यो आज आफैसँग बस्न देऊ दिनभर बुझेका नबुझेका कुरा नसकेको बोझा र हाँस्न नसकिएका हाँसोहरू सबै आज धेरै हल्का जस्तो लागिरहेका छन् रातको चिसो हावाले धेरै कुरा बिसाउँछ मन पनि त्यसैसँगै कोमल हुँदै जान्छ यसै गरी आफ्नै सानो शान्तिमा बस्न पाए कति राम्रो हुन्थ्यो धड्कनको लय यति मधुर छ कि मन पनि सङ्गीत जस्तै मन्द मन्द बगिरहेछ करेन्ट अब चाहिँ यहाँनिर हामीहरू चटपटे खान जान्छौँ त्यस्तै चाहिँ क्या मेरो साथीको चाहिँ होइन घर पुरै चोकमै भनौँ सबै दोकानहरू नजिकै भर्खर यहाँ मोइस्चराइजर सकिएर मोइस्चराइजर लिन आएको अनि सबै नजिक दोकानहरू के अरे चितवनको चटपटे जान्छौँ सो हाई गाइस हामीहरू चाहिँ सौरा मात्र घुम्नु सौरा गएर खाना खाएर गफ गरेर हामीहरू ब्याक भइसकेको छ घर अहिले चाहिँ फ्रेस भएर बसेको हो अनि मैले चाहिँ खासमा चितवन र काठमाडौँको छुट्टी भोलि चाहिँ काठमाडौँ जाँदैछु हामीहरू चाहिँ अनि काठमाडौँ छुट्टी हाल्छु भनेर चाहिँ सर्ट भए पनि यो हालेको हो सल्लाहसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद अनि भोलि काठमाडौँ गएर चाहिँ 2-3 दिन कति दिन बस्छु सबैको चाहिँ एकैचोटि एउटा क्लासमा इन्क्लुड गरेर हाल्छु म चाहिँ सो हेर्नु न मेरो चाहिँ पिम्पलले मेरो बहुत भोलि होइन यो ब्लग आजै आएकोमा आजै हाल्छु भोलि चाहिँ काठमाडौँको चाहिँ अब पछि हाल्छु एकैचोटि गएपछि हाल्छु